हेलो सबैजना, नमस्ते तपाईहरु सबैजनालाई है। र आजको यो भ्लगमा तपाईहरुलाई स्वागत गर्छु। र विशेष गरी आज चाहिँ हामी नामथाङ बीएससी अफिसको स्टाफहरु चाहिँ यहाँ तलनिर बाटोमा आएको छौं। यो तपाईको दनकदेखि अलिकति माथि, त्यसले गर्दाखेरि हामी यहाँनिर अहिले चाहिँ बाटो सफा गरेर रोड साइडको लाइनहरु सफा गरेर अनि डोप खन्दैछौं भन्नेले है, म तपाईहरुलाई देखाउँछु। र विशेष गरी हाम्रो माननीय एरिया एमएलए सर श्री सञ्जित खरेल सरको जुन भिजन अनि मेरो बोट मेरो बाटोको यो अभियानमा हामी पनि सानो पार्ट हुन पाउँदा हामी सम्पूर्ण बीएससी फ्यामिली एकदमै खुसी छौं। र यो उहाँको मात्र दर्शन हैन, यो हामीले पनि यो दर्शनलाई हाम्रो पनि हो भनेर लिएका छौं। र आज हामी लाइभ गरिरहेका छौं र म तपाईहरुलाई केही देखाउँछु। साह्रो गर्मी है। यहाँ हाम्रो जे हिसाबहरुले खन्नु हुँदैछ हो, भट्टाभट्टी माटोमा अलिक चाम्रो परेछ नि। फाउन्डेसन खनेको फाउन्डेसन र यसरी हामीले 10-10 फुटमा 10-10 फुटमा हामीले डप खनेको छौं। र यहाँ हाम्रो बीएससी को स्टाफहरु हुनुहुन्छ। हाम्रो पिए साहब, हाम्रो अशोक सर पनि एकदम लागि पर्नु भएको छ। सर एकदम आजको जुनै अशोक सर हो। यो पनि हो एकदमै, यो फाउन्डेसनको जस्तो रहेछ नि त माटै है। हाम्रो अरविन्द पिए अनि हाम्रो बीएससी स्टाफहरु हुनुहुन्छ। यो चाहिँ हामीले जस्ट उयो लगाएको है, डोप बनायो भनेर एउटा चिनो लगाएको है, चिनो लगाएको। यो हामीले 10-10 फुटमा लगाएको छौं, 10-10 फुटमा लगाएको छौं। यहाँ हाम्रो अफिसको सिनियर स्टाफहरु हुनुहुन्छ। र यो चाहिँ हामीले तलबाट टर्निङको त्यहाँबाट खन्दै आएको छौं, 10-10 फुटको ग्याप लगाएर। दुईटा रुममा छ भने हुनेछ, हुँदैन फुट्टुङ फुट्दैन हैन। यति निकाल्यो नि 1 किलोमिटर मात्रै, यहाँ 1 किलोमिटर। आदरणीय भिडियो साहब हुनुहुन्छ र उहाँको गाइडेन्समा आज हामी बीएससी नामथाङका स्टाफहरु पनि यहाँनिर लागि परिरहेको छौं। र सरबाटै म बुझ्न चाहन्छु है, हाम्रो यो अभियानमा उहाँको मुखबाट हामी 1-2 शब्दहरु सुन्नेछौं। र सर, यो हाम्रो जुन चाहिँ यो अभियान छ यो विषयमा अलिकति बताइदिनुस् न। यो जुन चाहिँ अभियान छ, यो मेरो बाटो मेरो बोट भन्ने जुन चाहिँ सम्माननीय मुख्यमन्त्री महोदयले यो जुन चाहिँ यो स्लोगनमा सिक्किमभरि नै यस्तो प्रकारले बाटोको छेउमा वृक्षारोपण फुलहरू रोपिनुपर्छ भन्ने जुन चाहिँ कार्यक्रम उहाँले सुरु गर्नुभयो, त्यही अनुरूप हाम्रो क्षेत्रका माननीय एमएलए साहब श्री सञ्जित खरेल सरले यसलाई एकदमै क्षेत्रभरि नै यसलाई लागू गराउने हेतु हामी सबैजना बीएससीदेखि लिएर सबै तबकाका स्टेक होल्डर्सहरू हामी लागि परेको छौँ। र सधैँ जस्तो 5 जुनको दिन वृक्षारोपण मात्रै नगरेर यसलाई फलोअप गरेर यसको सर्भाइभल रेटहरूको पनि हिसाब किताबहरू गरेर अनि यसलाई जहाँ रोपिएको छ त्यहाँनिर खुद रोप्नेले नै आफ्नो जिम्मेवारी लिएर यसलाई गोद लिने पनि हामीले यहाँनिर सल्लाह गरेका छौँ। र विशेष गरिकन यहाँनिर हामीले 2 प्रजातिका फुलहरू हामीले रोप्ने अठोट गरेका छौँ। त्यो चाहिँ हो बगानबेलिया अनि लालुपाते। र यो एउटा पर्यावरणलाई एकदमै सहयोग पुर्याउने हेतुले यो जुन चाहिँ यो स्लोगन अथवा यो प्रोग्राम, यो स्टेट वाइड यो प्रोग्रामहरू राखिएको छ। र यो आजदेखि सुरु गरेर
यसको प्रिपेरेसन आजदेखि सुरु गरेका छौँ र 5 तारिकको दिन यसको समापन कार्यक्रमहरूको त्यस दिन रोपेर गर्ने। वाउ कस्तो दामी फुल रहेछ है। आम्मामा के दामी थियो यो हेर्न यो फुल त्यही त कस्तो दामी फुल फुलेको छ हौ। मैले दाजु यो के रहेछ फुल नाम के अरे? यो गोठाले फुल अरे गोठाले गोठाले फुल अहिले मैले सोधेँ कि गोठाले फुल रहेछ हौ कति राम्रो फुलेको है गोठाले फुल पुरा दामी। यस्तो हामीले नगर रुट पर्ने यस्तो दामी फुल रहेछ यो अहिले चाहिँ हामी खन्दै खन्दै यहाँनिर घर छेउमा आइपुगेका छौँ टर्निङमा। गरमले पनि लखातरन भएको छ। आजको हाम्रो यो प्लान्टेसन ड्राइभको प्रोग्राम चाहिँ हामीले यहाँसम्म आएर खनखान गऱ्यौँ है, डोपहरू बनायौँ र आज चाहिँ यहीँ स्थगित छ र भोलि पर्सि 5 तारिकसम्म हाम्रो यो जारी हुनेछ। सबैजना यहाँनिर लखतरन भइरहेछ। तल अलिक रम्बा मिलेको थियो नि क्या हो, रम्बाको अलिक कुरा मिलेन क्या हो। म स्कुल जाने हो कि तिमीहरू जाने हो कि के गर्ने?